हेलो साथीहरू, तपाईहरु कस्तो हुनुहुन्छ? म चाहिँ सन्चै छु। भन्नाले पनि त्यति सन्चो होइन। यो मेरो खुट्टामा एकदमै उयो चिलाउनेको भएको कारणले चाहिँ आज म टिचिङमा आएको छु। अनि यो टिचिङको एरियातिर अहिले उयो लिएर टोकन लिएर बसिरहेको छु। हेर न यहाँ कस्तो राम्रो फुल, हेर्नु मलाई त कस्तो राम्रो लागेको नि त। त्यही भएर गर्मीले हेर नि कपाल पनि यस्तो गरिरहेको छु। अनि यस्तो राम्रो लाग्यो। हेर्नु न सबै यो टिचिङको एरियामा अब टोकन लिएर बसिरहेको छु। पर यो टिचिङको सबै एरियातिर अब के गर्ने, यस्तै हो। गाडी लाइन लाएर राखेको छ। उता चाहिँ रोडकोतिर मेरो बहिनी त्यहाँ उभिरहेको छ। म चाहिँ यतातिर आएर यसो यहाँ सबै आउनेहरूको यो अनि यो टिचिङको यो पर्खालतिर हेर्नु न, अनि यस्तो छ। यतापट्टि यसो हस्पिटल हेर्नु न, यहाँ नेपालको के भन्नु छ हस्पिटलको गतिविधि। यहाँ यसो छेउसम्म आएर म चाहिँ फर्केर जाँदै गरेको गाडी बिसाएको छ। हेर्नु यस्तो छ। यहाँबाट परसम्म हेरिपठाउँदा त कस्तो राम्रो पो देख्दो रहेछ। त्यही भएर हेर्नु नि फुलहरू यस्तो भित्ता यस्तो छ। यहाँ एरिया हेर्नु न, यो टिचिङको एरिया। अनि म चाहिँ राम्रो लागेर यताउति खिच्दै अनि कोही गाडी छ त्यतिर, मान्छेहरू आइरहेको। अहिले टोकन त लिएको छौँ तर पर्खिरहनु पर्छ। अनि दिक्क लाग्यो। अनि यतातिर घुमेर यो एरियातिर म त्यतिकै फोटो खिच्दै बसेको हुन्छ। यसो गर्दै गेटबाट मान्छे साथी आउँदैछ। मेरो बहिनी त्यहाँ छ। त्यस्तै हो। यस फुलहरू चाहिँ यो वरिपरिको चाहिँ राम्रो छ वातावरण। हेर्नु न फुलहरू कस्तो राम्ररी रोपेको, उज्यालो देखेको। यहाँ फुल कस्तो मजा लाग्यो। यहाँनिर मजाको देखेको। हेर्नु न यहाँनिर छु नि त म। अनि त्यही भएर फुलहरूको कलर कस्तो राम्रो के, उतापट्टि रातो, यहाँ चाहिँ यस्तो, अनि अर्को कस्तो धेरै राम्रो कलरहरू क्या, मजा लागेर देखेको। हेर्नु न कस्तो राम्रो। यो यतातिर नि बिरुवाहरू कति राम्रो रोपेको रहेछ कि यो टिचिङमा। अब हाम्रो त अहिले म बसिरहेको छु। मैले चाहिँ यो यस्तोहरू देखेर खिच्नु मन लाग्यो। मैले देखेको हस्पिटलको बिल्डिङ यता छ। टोकन लिएर बसेको पनि फुल राम्रो देखेको छ है। राम्रो देखेको छ। यो रोज हेर्नु नि कस्तो राम्रो, कस्तो मन पर्यो। बारमा उभिएर खिचेको कि यो कस्तो राम्रो देखेको रोज। हेर्नु नि पहिलाको भन्दा त कति राम्रो बनाएको छ। टिचिङ पनि सफा हेर्नु त क्या शालिक। वरिपरि शीतल लिएर बस्नलाई राम्रो छ। कस्तो हेरेर पनि मजा आउने क्या। हेर्नु न कस्तो मजाले थियो। सफा देखेको यहाँ अब धुलो हुन्न नि त। त्यही भएर साथीहरू फेरि पर्खिरहेको यहाँ त्यहाँबाट टिकट काटेर ल्याइयो। अनि फेरि यहाँ पनि नाम बोलाउँछ नि त। त्यो पर्खेर बसेको छु। यहाँनिर सबैजनाहरू बसिरहेको छ। मेरो बहिनी त्यहाँ छ। यस्तै हो। होइन अब साथीहरू चेकअप गरेँ, कागज दिएको छ। फेरि पर्सि आउनु भनेको छ। यो चिलाएको धेरै वर्ष भइसक्यो। के हो थाहै पाएन।
अब हामी चाहिँ यहाँबाट निस्केको अनि अब पर्सि फेरि थर्सडे आउनु भनेको छ। अब एकचोटि थर्सडे आउनु पर्ला। अब चाहिँ यतिकैमा अब सिधाउनु पर्यो। अब घरतिर जानु पर्यो अनि भ्यासलिन गरेर बस्नु पर्यो। पर्सि आउनु भनेको छ। अब पर्सि आउनु पर्ला। ल त अब साथीहरू त्यो बेलासम्म फेरि पछि के हुन्छ थर्सडे आउनुपर्ने हुन्छ। ल अहिलेसम्म साथ दिनुभएको लागि धेरै धन्यवाद। बाई।